अब यो आज हामी एउटा भिडियो बनाउन गइरहेको छौँ हैन। यसमा चाहिँ नयाँ थोक भनेको चाहिँ हाम्रो के देख्नुभयो होला, पछाडि देखिसक्नुभयो होला। सिजीको सोलर वाटर हिटर है। यो विराट चोकमा हामी जोड्दैछौँ। पहिला हामीले स्ट्यान्ड जोडिसक्यौँ। सुरुदेखिको भिडियो बनाउन मिल्छ, तर के गर्न अलिकति क्यामेराम्यान नभएकोले गर्दाखेरि चाहिँ हामीले भिडियो मजाले बनाउन सक्दैनौँ। पहिला हामीले स्ट्यान्ड पुरै फिटिङ गरिसक्यौँ। स्ट्यान्डलाई फिटिङ गरेर अनि तपाईको यो चाहिँ हाम्रो ट्युन वान हो हैन। पछि चाहिँ तपाईको यो लाइनबाट पनि चल्छ। जस्तै कोही बेला घाम लागेन, घाम मधुरो भयो, पानी तताउनु पर्यो नहुँदाखेरि भने यो लाइनबाट पनि चलाउनु मिल्यो। यो आउटलेट पानी हो, उताबाट इनलेट पानी इन्ट्री गर्ने छ हैन। र अनि यो ट्युब हाल्न बाँकी छ। अहिले चाहिँ हामीले आधी फिटिङ भइसक्यो। अब फुल फिटिङ चाहिँ तपाईलाई चाहिएमा र कसरी फिटिङ गर्छौं भन्ने कुरा चाहिँ हामी फुल बनाइसकेर अनि भनेर तपाईलाई देखाएर युट्युब अथवा मेरो फेसबुकमा तपाईलाई हेर्न सक्नुहुन्छ। सिजीको ब्रान्डको भेना चाहिँ अब यहाँनिर ट्युब राख्नको लागि पुरै क्याप लाउँदै हुनुहुन्छ मुनिपट्टिको। अनि मजा लाउनु। हाल्नु त्यो पछि ट्युबले अड्याइहाल्छ चाहिँ। भित्र यसरी होल हुन्छ है। हाम्रो ट्युब फिटिङ गर्न लागेको छ। ट्युब भित्र चाहिँ यसरी हुन्छ खाली हैन। यही रातो भाग चाहिँ तातिने। यो अहिले यहाँ अन्डा राख्ने आम्मामा कम्ता हिटिङ छैन। अब हैन ल ट्युब हाल्नु पर्छ। 24 रडे हो। वासर छिराउन होस् भनेर चाहिँ हामी सरफ पानी लगाएर चाहिँ त्यो वासरमा हामी छिराउँदैछौँ। र वासरमा त्यसरी सरफ लगाइसकेपछि सजिलै छिर्छ।
अब यो 24वटा ट्युब फिट गरिसक्यौँ। अहिले अब टेस्टको लागि यो पानी हामीले छोडिरहेको छौँ। यो ट्याङ्कीबाट चाहिँ हामीले यहाँबाट इनलेट हो होइन, यो चाहिँ एयर भेन्ट हो। यो एयर भेन्ट हो, दुईवटा छ, दुईवटामा जुनैबाट पनि एयर भेन्ट छोड्दा हुन्छ, एउटालाई ब्लक गरिदिँदा हुन्छ। र यो ट्युबहरू चाहिँ अब अघि लगाएको त्यो दागहरू सबै यो चाहिँ सफासँगले सफा गर्नुपर्छ। पानी ट्युबमा आउँदैछ, खलखल खलखल गर्दैछ, यो ट्युबबाट तातिन्छ होइन। अनि यो चाहिँ आउटपुट भयो है, आउटपुटबाट तातो पानी जान्छ यहाँबाट चाहिँ। यो भनेको अघि तपाईँलाई भनिसकेँ, हाम्रो यो चाहिँ लाइनबाट चलाउने हो, 2 in 1 हो यो। र अब यसमा अझै कसकास छ, अब हाम्रो यसमा नटहरू एकदम कस्नु छ। ट्युबमा पानी आएको सुनिरहनु भएको छ, यही खलखल खल गर्दैछ, एकदम सुरु भइसक्यो पानी आउन होइन। लिकेज कहीँ छैन, भएन, जस राम्रो भइरहेछ। अब हामी यसबाट आउट भेन्ट एयर भेन्टबाट यहाँबाट पाइपहरू उठाइसक्छौँ। अनि तपाईँलाई फेरि हामी टोटल भिडियो एउटा दिन्छौँ सिजी ग्रुपको। र तपाईँहरूलाई पनि विराटचोकभरि अथवा विराटचोक बाहिर कतै फिटिङ गर्नु परेमा सम्पर्क गर्नु होला। फाइनल हामीले चाहिँ जोडिसक्यौँ होइन, सिजी कम्पनीको सोलर वाटर हिटर। र यो आउटलेट अघि तपाईँलाई भने, र हाम्रो घरबेटी उहाँ कुनामा बसेर हेर्दै रहनुभएको छ। यो डाइरेक्ट हामीले अर्को ट्याङ्की फाल्टै राखिदिएको, यो चाहिँ पछि अर्को बाथरुममा भनेर। अनि यसको आउटलेट पानी चाहिँ तातो आउने पानी दुईवटा पहिला सिस्टम बनाएर यसो प्लम्बिङ गर्नु सट्ट गयो। यो यहाँबाट इनपुट भयो, यो एयर भेन्ट हो। एयर भेन्टमा हामीले यहाँबाट ठाडो पारिसकेको छौँ। र अङ्कल केही भन्नु छ, राम्रो भनाइ भनिदिनु त, कस्तो लाग्यो तपाईँलाई? मलाई चाहिँ राम्रो लागिरहेछ। अहिले चाहिँ अब काम चल्यो भने त राम्रो हुन्छ, काम चाहिँ चल्नु पर्यो। जिउ खुइलिने गरी आयो भने चाहिँ के गर्नुहुन्छ? अरूलाई उहाँ चाहिँ हाम्रो घरबेटी पुरा बसेर ल ल अरू कहीँ जोड्नु पऱ्यो भने अङ्कल के सल्लाह दिनुहुन्छ? फेरि म खबर गरिहाल्छु नि, तपाईँलाई नै दिन्छु नि त। अन्त कहीँ आयो भने पहिलो कुरा चाहिँ तपाईँलाई दिने हो। ल ल ल अङ्कल ल।